रासपाका अध्यक्ष रवि लामेछाने केही दिन अगाडि भारत भ्रमणमा गएका थिए। त्यहाँ धेरै प्रतिनिधि सभासँग भेटघाट गरेर अझ भारत र नेपालको अझ बलियो सम्बन्ध बनाउनको लागि केही महत्त्वपूर्ण सुझावहरू राख्नुभयो। पहिलो सुझाव, नेपाल र भारत बीचको सीमालाई विवादमा रहेको सीमालाई संवाद मार्फत समाधान गर्नुपर्ने कुरा उठाउनुभयो। दोस्रो सुझाव चाहिँ रसकौल काठमाडौँ रेलमार्ग परियोजनालाई प्राथमिकता दिएर अगाडि बढाउनु पर्ने सुझाव दिनुभयो, जसले गर्दा दुई देश बीचको सम्बन्ध बलियो र सहज व्यापारको लागि एकदमै सफल हुन्छ। तेस्रो सुझाव के रहेको छ भने लुम्बिनी र पोखराबाट सिधै भारतमा हवाई उडान विस्तार गर्ने सम्भावना बढाएका छन्। र अन्तिम तथा निकै चासोको विषय आइपिएलमा नेपाली खेलाडीहरूको अवसर वृद्धि र नेपाल अन्तर्राष्ट्रियको रङ्गशाला तथा खेलकुद पूर्वाधारको विकासको सम्भावना। यी सुझावहरू कार्यान्वयन भए नेपाल भारत सम्बन्ध, पर्यटन, व्यापार, खेलकुद क्षेत्रलाई सकारात्मक फाइदा पुर्याउँदछ। धन्यवाद।